नमस्कार, यहाँहरू सबैजनालाई विशेष गरेर म अति नै जरुरी अर्थात् महत्त्वपूर्ण विषयको निम्ति यहाँ उपस्थित छु र विशेष गरेर याङगाङ बजारमा आगामी 27 नोभेम्बर 2025 र 28 नोभेम्बर 2025 को दिन याङगाङ टुरिज्म डेभलपमेन्ट कमिटी, हर्टिकल्चर डिपार्टमेन्ट, एग्रिकल्चर डिपार्टमेन्ट साथै 15 रङ्गायाङ एसकेएम पार्टीका कार्यकर्ताहरू, एसडिएम अफिस सबै मिलेर याङगाङ बजारमा पुष्प ब्लुमिङ याङगाङ भनेर एउटा कार्यक्रम फेस्टिभल भइरहेको छ, जहाँनिर फुलको बिक्री अनि प्रदर्शनी राखिनेछ। त्यो सँगसँगै जिल्ला स्तरीय 10K म्याराथन पनि सम्पन्न हुनेछ। त्यो सँगसँगै साँझमा मनोरञ्जनको निम्ति साङ्गीतिक कार्यक्रम हाम्रै आफ्नै कलाकारहरूद्वारा त्यो पनि सम्पन्न हुनेछ। त्यसकारण विशेष गरेर यो ब्लुमिङ याङगाङ गर्नुको मुख्य उद्देश्य यहाँ राख्नु पर्दाखेरि सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री महोदय